Hello everyone, welcome back. आज चाहिँ हाम्रो A1 सिरिजको च्याप्टर 10 कभर गर्छौँ हामी. सो हाम्रो आज टपिक छ सेप्रेसेबल वर्ब. यसलाई चाहिँ हामी जर्मनमा ट्रेन बारा भ्याबेन्सहरू भन्छौँ. सो हेरौँ है त ट्रेन बारा भ्याबेन्सहरू भनेको के हो भनेर. सो हाम्रो फर्स्टमा छ एउटा फर्मुला. ट्रेन बारा भ्याबहरू चाहिँ दुईटा हुन्छ. जस्तै कि यहाँ हेरौँ. अब जस्तै कि यहाँ यो भ्याब र प्रेफिक्स एन्डे यो चाहिँ एउटा भ्याब हो. जस्तै कि einkaufen. सो यो चाहिँ हाम्रो सेपरेट हुन्छ. सो फर्स्टमा हाम्रो सेन्टेन्स छ. फर्स्टमा हाम्रो इश भयो, सब्जेक्ट भइहाल्यो, अनि भर्ब चाहिँ जहिले पनि पोजिसन सेकेन्डमा हुन्छ. अनि त्यसपछि अर्को इन्फर्मेसन जस्तै कि यहाँ heute आज छ, अनि प्रेफिक्स ein. Ich kaufe heute ein. आज चाहिँ मेरो सपिङ गर्नुपर्छ. अनि सो हामी अब चाहिँ अरू हेरौँ. यो मैले भनेकै कुराहरू भयो नर्मल्ली है. प्रेफिक्सहरू भयो, यो चाहिँ डिट्याच हुन्छ हो. यही यसमा मैले फर्दर इन्फर्मेसनहरू चाहिँ स्लाइडमा एड गरिदिएको हो. सो एकचोटि यो सबै पज गरेर हेर्नु होला. सो अब हामी अर्को स्लाइडतिर जाउँ. सो अब चाहिँ हामी डेली लाइफ हुने वर्ब्सहरू हेर्छौँ. जस्तै कि अब aufstehen टु गेट अप है. यहाँ फर्स्टमै छ हाम्रो aufstehen टु गेट अप, टु स्ट्यान्ड. सो यसमा पनि मैले भनेको जस्तै auf यो छुट्टिन्छ, stehen यो भ्याब हुन्छ. भ्याब सेकेन्ड पोजिसनमा हुन्छ. Ich stehe 7 Uhr auf. I get up at 7 o'clock. हो यस्तै कुराहरू हामीले चाहिँ एकदमै याद गर्नुपर्छ प्र्याक्टिस गर्दाखेरि. अब ट्रेनबाट भ्याबको भ्याब्सहरू प्र्याक्टिस गर्दाखेरि कन्जुगेट गर्दा पनि आइन लेख्ने अनि त्यसपछि साइडमा लेख्ने हो. त्यसरी कन्जुगेट गर्दै प्र्याक्टिस गर्नुपर्छ. सो हाम्रो सेकेन्ड भर्ब हेरौँ. हाम्रो सेकेन्ड भर्ब छ einkaufen. अघि हेरेको थियौँ हामीले einkaufen टु सप. अब यहाँ एउटा सेन्टेन्स पनि छ. Ich kaufe in Supermarkt ein. I shop at Supermarkt. सो यो भयो हाम्रो डेली लाइफ युज हुने सेकेन्ड भर्ब. अब थर्ड भर्बहरू हेरौँ हामी. सो थर्डमा छ anrufen. anrufen टु कल हो. यो चाहिँ हामी एटलिस्ट म चाहिँ फ्रिक्वेन्टली नै युज गरिरहेको हुन्छ, किनभने टु कल भनेको अब डेली कन्भर्सेसनहरूमा धेरै नै युज हुन्छ है. अब यसको हामी एक्जाम्पलहरू हेरौँ. Ich rufe meine Mutter an. Ich rufe सेकेन्ड पोजिसनमा छ भ्याब. यसको यो भ्याब रुफनको रुफ, meine Mutter an लास्टमा छ प्रिफिक्स. सो I call my mother. सो हाम्रो अर्को भ्याब छ Fernsehen टु वाच टिभी. सो यसमा चाहिँ के कन्फ्युज हुन्छ भने मान्छेहरू A1 स्टुडेन्टहरू Fernsehen-लाई चाहिँ हामी टिभीलाई पनि Fernsehen नै भन्छौँ. अनि यो भ्याब टु वाच टिभी यो एउटा भर्ब पनि हो. सो हामी नाउन पनि हो, भ्याब पनि. सो यसको एक्जाम्पल छ Ich gehe abends Fern. बेलुका टिभी हेर्छु. सो यहाँ छ हाम्रो सेन्टेन्स. अब यो सेन्टेन्सेसहरू पनि लेख्नुहोस्, आफै कन्जुगेट गर्नुहोस्. एकचोटि पज गरेर यो पुरै स्लाइड हेर्नु होला. सो अब चाहिँ हामी अर्को स्लाइडतिर जाउँ. सो यहाँ छ सेन्टेन्स ट्रान्सफर्मेसन, सेन्टेन्सेसहरू. सो हाम्रो फर्स्ट भर्ब छ जुन जहिले युज हुने einkaufen टु सप. अनि यसको भयो इन्फिनिटी भयो यसको einkaufen. यसको पनि त्यही हो. यो चाहिँ हल्का बोल्डमा छ. अनि प्रिफिक्स यहाँ छ. सो हामीले प्रिफिक्सहरू अनि भ्याब्सहरू पनि चिन्नुपर्छ. अनि अर्को छ anrufen टु कल. अघि के भयो Fernsehen टु वाच. यसको इन्फिनिटिभहरू छ यो स्लाइडमा. अनि फर्दर एक्जाम्पलहरू, सेन्टेन्स एक्जाम्पलहरू पनि छ यहाँ. सपोज einkaufen को Ich kaufe heute an, I shop today. यो भयो एकदम बेसिक सेन्टेन्स फर A1 है. अनि अर्को भयो Ich rufe dich an, Ich werde dich am später anrufen पनि भन्छौँ हामी. यो कुराहरू हामी फर्दर कभर गर्छौँ. जस्तै मोडल भर्बहरू युज गर्दाखेरि यो ट्रेनबाट भर्बमा के हुन्छ. अहिलेलाई चाहिँ बस हामी यो ट्रेनबाट भर्ब के हो भनेर मात्र बुझ्छौँ. सो अर्को सेन्टेन्स छ Ich gehe abends Fern है. सो यति नै भयो हाम्रो एक्जाम्पलहरू. बुझ्नुपर्ने कुरा त्यही हो, भ्याब सेकेन्डमा आउँछ अनि त्यसको प्रिफिक्स एन्डमा जान्छ. सो अब अर्को स्लाइड हेरौँ. अरू भ्याब्सहरू यता छ. लाइक अब प्रिफिक्सको नर्मल मिनिङहरू, लाइक कमनली युज प्रिफिक्सहरूको मिनिङहरू कभर गर्छौँ हामी अब चाहिँ. सो फर्स्टमा छ अफ टु ओपन. अब aufstehen भन्नाले यो अफ अनि स्टेन यो एउटा मात्रै छैन, अफ धेरैमा लाग्छ. जस्तै कि यहाँ हेर्नुहोस् aufmachen. तर अफको नर्मल मिनिङहरू चाहिँ कहिलेकाहीँ हुन आउँछ
अनि ओपन सो यही भयो हाम्रो अनि सेकेन्डमा छ हाम्रो आउस आउट अफ जस्तै कि आउस क्लिन गो आउट अनि सेकेन्डमा छ आउस मार्किन टर्न अफ अनि अर्को छ आन भयो प्रेफिक्समा यसको मिनिङहरू अन एड टु अब यसको भर्बहरू हेरौँ दुईवटा एङ्ग्रुफेन भयो एउटा है अनि अनकमन भयो यसलाई हामी टु अराइभ भन्छौँ यो पनि धेरै फ्रिक्वेन्टली नै युज हुन्छ अनि अर्को छ आइन अब आइन भनेको इन इन्टु अब यसको छ आइन काउफन आइन लार्नु आइन काउफन भन्नाले सपिङ गर्ने आइन लार्नु भनेको इन्भिटेसन दिने सो अर्को भयो मिथ यो चाहिँ पर्सनल्ली मलाई एकदमै सजिलो लाग्छ मिथको यसको भयो विथ अलङ जस्तै कि मिथ कमन यहाँ छ मिथ कम अलङ अनि अर्को हुन्छ मिथ नेमिङ अर धेरै कुरा छ यसको मिथ नेमिङ भयो टेक अलङ सो एट लास्ट हामी हेर्छौँ फ्रेन्जिङको फ्रेन्ड यहाँ छ यसको अरू भेर्बहरू पनि आउँछ सो अहिलेलाई चाहिँ यति भेर्ब्सहरू चाहिँ इम्पोर्टेन्ट छ यहाँ मैले मार्क लाएकोहरू हो त्योहरू मात्रै कन्जुगेट गरेर याद गर्नु होला अहिलेलाई सो यता छ फ्रेन्जिङ सो अहिले पनि मैले भनेको जस्तै पज गरेर एकचोटि यो भेर्बहरू सबै लिस्ट आउट गर्नु होला सो अब हामी आजको हाम्रो औफ गाबाहरू हेरौँ सो यो सेन्टेन्स हामीले करेक्ट गर्नुपर्छ यो सेन्टेन्स मिस्टेक छ यो सेन्टेन्स कभर गर्नुपर्छ करेक्ट गर्नुपर्छ एकचोटि फेरि स्क्रिन पज गर्नु म निस्किन्छु बाहिर स्क्रिनमा अनि यो सबै एकचोटि ट्राई गर्नुहोस् अनि हामी करेक्सन गर्छौँ है त सो फुल्ली ट्राई गर्नुभयो होला मिलाउनु पनि भयो होला तर पनि हामी एकचोटि करेक्सन गर्छौँ इस अफ स्टिया उम आक्सुवा यो सेन्टेन्स सुन्दै मिस्टेक छ सो अब हामी यसको एन्सर्सहरू पनि हेर्छौँ यो आइनकाउफन heute in Markt anruft deinen Freund morgen यो पनि भएन सो हामी करेक्सन हेर्छौँ सो हाम्रो एक्सर्साइजको करेक्सनहरू छ यहाँ स्टिया उम 8 Uhr auf verb जहिले पनि सेकेन्ड पोजिसनमा अनि यसको प्रिफिक्स अफ स्टेनको अफ हुन्छ एन्ड सो अर्को करेक्सन हेरौँ हामी wir kaufen heute in Markt ein यसको पनि verb जहिले पनि सेकेन्ड पोजिसनमा भयो अनि यो प्रिफिक्स भयो एन्डमा अनि यो we are द सब्जेक्ट भयो अनि यिनीहरू एडिसनल इन्फर्मेसन हाम्रो सेन्टेन्समा अनि हाम्रो लास्टमा छ Er ruft seinen Freund morgen an. Er ruft seinen Freund morgen an. यसको पनि त्यही verb यो यहाँ छ सब्जेक्ट यहाँ छ सो यति नै थियो हाम्रो आजको लागि एक्जाम्पलहरू ट्रेनवाला भेर्बहरू अब म हजुरहरूलाई एडिसनल इन्फर्मेसन पनि दिन्छु एउटा सो जब हामी मोडल भेर्बहरू युज गर्छौँ मोडल भेर्बहरू युज गर्दा चाहिँ यो पुरै जस्तै कि aufstehen यो सबै लास्टमा जान्छ जस्तै कि Ich möchte heute nicht aufstehen आज चाहिँ मलाई उठ्न मन छैन सो यति नै थियो अहिलेलाई मैले हजुरहरूलाई एडिसनल इन्फर्मेसन मात्र दिएको सो यो एकचोटि आज हेरेको स्लाइडहरू एकचोटि सबै फेरि हेर्नु होला पज गर्नु भएको छ सबै भेर्ब्सहरू लेखेर अथवा गुगलमा सर्च गरेर हुन्छ कि मोर भेर्ब्सहरू चाहिँ हजुरहरू कन्जुगेट गर्न ट्राई गर्नु होला सो दिस मच फर टुडे अब हामी नेक्स्ट च्याप्टरसँग आउँछौँ थ्याङ्क यू चीयर्स